हेलो साथीहरु नमस्कार। आज म तपाईलाई आफ्नो बारी देखाउँदै छु र केही आलुमा समस्याहरु पनि देखाउँदै छु। त्यो समस्या के कारणले भयो त्यो बारेमा पनि अलिकति एक्सप्लेन गर्ने छु र मैले लगाएका यहाँ चाहिँ अरु बिरुवाहरु पनि देखाउने छु। ल लागौं त बिरुवातर्फ। यो मैले लगाएका टमाटरका बिरुवा हुन् नि। लगभग यो 1 महिना भन्दा पनि माथि भयो। यो धेरै हाइटमा चाहिँ यी बिरुवाहरु छिटो ग्रोथ लिँदा रहेनछन्। मेरो हाइट भनेको यहाँको समुद्र तलदेखि 1800 मिटर माथि छ। यिनी खुर्सानीका बिरुवा पनि त्यस्तै साना भएका छन्। यसमा मैले एकपटक गोडेर यसमा चाहिँ गाईको गोबर हालेको हुँ र अब बिस्तारै ग्रोथ लिन्छ होला। जस्तो जस्तै गर्मीयाम चढ्दै जाला। यतिखेर चाहिँ वैशाखको महिना चलिरहेको छ र यहाँ अस्ति यो आलु बारीमा चाहिँ यो गोरुहरु पसेर यो पुरा मकैहरु खाएछ र यो मकैहरु त पलाउन त थालेको छ। तर अब यो मकै थोते हुन्छ, थोते मकै हुन्छ र तपाईलाई मैले देखाउन खोजेको समस्या बीचबीचमा यस्तो छ। यो यस्तो छ, आलुको पातहरु प्यालो हुने, कोही बोटहरु नबढ्ने, त्यस्तो खाले समस्या छ यहाँनिर। केही समस्याहरु यता पनि देखा परेको छ। यो यस्तो समस्याहरु छ। यसमा मैले सुरुमा सोचे यसमा डडुवा रोग लागेको हो, तर डडुवा रोग रहेनछ। यस्तो समस्याहरु छ। यो डडुवा रोग रहेनछ। डडुवा रोग लाग्यो भने त 1-2 दिनमा यो पुरै सफा हुन्छ। तर यो डडुवा रहेनछ। यो यसको बीचमा चाहिँ केही समस्याहरु रहेछ बिउमा, त्यही भएर चाहिँ यस्तो समस्या आएको हो। अब यी आलु जेठको अन्तिमतिर खन्ने हो। अनि मकैहरु यति ठुलो ठुलो थियो, पुरा गाईले खाएर बर्बाद बनाइदिएछ। मौसम पनि आजको यस्तो छ, पानी आउला आउला जस्तो बारिश तर हुँदैन, आउँदैन। र यो सिजनमा यहाँ मुलाहरु चाहिँ हुँदो रहेछ, यसरी फुली जाँदो रहेछ। यो 1800 मिटरको हाइटमा। र अब यो स्प्रिङ्कलर चलाएको छु मैले यहाँनिर। यो स्प्रिङ्कलर चेन्ज गर्नुपर्छ ठाउँ, सुक्खा ठाउँतिर लगाउने। यसै प्रकारले मेरो बाली चाहिँ यस्तो छ। अब यसको ठिक पछाडि हामीले चाहिँ यसमा बन्दाको बिरुवाहरु लगाउँछौं। अब बन्दाको बिरुवा जमाउने टाइम चाहिँ अब यही वैशाखको 22-23 गतेतिर हामीले बेड राख्छौं। त्यतिखेर पनि तपाईलाई म भिडियोको रूपमा म देखाउने छु। हस् त आजको यस भिडियोमा यति नै।